लगातार दोस्रो पटक अनि समग्रमा तेस्रो पटक टी20 विश्वकपमा छनौट भएर नेपाली क्रिकेट टोली अब आइसिसी विश्वकप लिग 2 अन्तर्गत युएई र अमेरिकासँगको श्रृङ्खला खेल्न युएई पुगिसकेको छ। गत साता विश्वकपमा छनौट भएर नेपाली समर्थकहरूलाई खुसी दिएको नेपाली टोलीले अब लिग 2 मा गरेको पुनरागमनको बाटोमा अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा हुनेछ। लिग 2 को यस श्रृङ्खला यही 26 अक्टोबरदेखि 5 नोभेम्बरसम्म युएईमा हुँदैछ। नेपालले पहिलो खेल 26 अक्टोबरमा अमेरिकासँग खेल्नेछ, त्यसपछि 30 अक्टोबरमा युएईसँग, 1 नोभेम्बरमा अमेरिका र अन्तिम खेल 5 नोभेम्बरमा युएईसँग खेल्नेछ। टी20 विश्वकप छनौटमा खेलेका अधिकांश खेलाडी नै नेपालको ओडिआई टोलीमा छन् र लिग 2 को उक्त श्रृङ्खला खेल्दैछन्, जसका लागि अन्तिम टोली घोषणा भइसकेको छ। विश्वकप छनौटमा खेलेको टोलीबाट मोहम्मद आदिल आलम, सन्दीप जोरा र लोकेश बम बाहिरिँदा अनिल शाह, भीम सार्की र साहब आलम टोलीमा भित्रिएका छन्। अधिकांश खेलाडी निरन्तर खेलमा सक्रिय नै रहेको हुँदा नेपालका लागि ती खेलाडीहरूको लय राम्रो हुनु फाइदाको विषय पनि हो। त्यही कारण पनि हालको लयलाई अब लिग 2 का खेलहरूमा पनि निरन्तरता दिने नेपालको लक्ष्य हुनेछ। लिग 2 मा पछिल्लो अवस्था। नेपाली टोलीले यसअघि गत असारमा स्कटल्यान्डमा गएर लिग 2 को श्रृङ्खला खेलेको थियो, त्यो पनि एसोसिएटका 2 बलिया टोली स्कटल्यान्ड र नेदरल्यान्ड विरुद्ध नै। उक्त श्रृङ्खला खेल्नु अघि नेपाल 12 खेलमा 6 अङ्क मात्र जोडेर 8 टोली मध्ये सबैभन्दा पुछारमा थियो। उक्त श्रृङ्खलामा 3 खेल जित्दै नेपाल 16 खेलबाट 12 अङ्क जोड्दै 1 स्थान माथि उक्लिएको थियो। त्यस श्रृङ्खलामा नेपाली टोलीले निकै स्तरीय प्रदर्शन गर्दै लिग 2 मा पुनरागमनको सुरुवात भएको सङ्केत दिएको थियो। नेपालले नेदरल्यान्ड्सलाई 2 पटक हराउँदा स्कटल्यान्डसँग 1 खेलमा कीर्तिमानी जित निकालेको थियो। नेपालले अर्को खेलमा 2 रनको हार बेहोरेको थियो। समग्रमा भन्नुपर्दा नेपालले एकपक्षीय खेल कुनै पनि हुन दिएन, पराजित हुँदा पनि जितको निकै नजिक पुगेर हारेको थियो। त्यसबाहेक नेपाली टोलीको मानसिकता र आत्मविश्वास पनि निकै बलियो देखिएको थियो। नेपाली टोली पहिले भन्दा केही सुधारिएको, संयमित र जिम्मेवारीका साथ खेल प्रस्तुत गरेको देखिएको थियो। अब हुने श्रृङ्खलाबाट नेपालले तालिकाको स्थान धेरै सुधार गर्न नसक्ने भए पनि पछिल्लो लयका हिसाबले भने श्रृङ्खला धेरै नै महत्त्वपूर्ण हुने देखिएको छ। नेपालले सबै खेल जितेमा पनि 20 अङ्कमा पुग्नेछ, जुन अवस्थामा नेपाल 19 अङ्क रहेको नामिबियालाई पछि पारेर 7औं बाट 6औं स्थानमा उक्लन सक्छ। नेपालका लागि अबको चुनौती। नेपालका लागि यस श्रृङ्खला विपक्षीका हिसाबले भन्दा पनि फर्मेटका हिसाबले केही चुनौतीपूर्ण बन्न सक्छ। नेपालले पछिल्लो 4 महिनादेखि 50 ओभरको कुनै खेल एवं अभ्यास खेल खेलेको छैन। असारमा लिग 2 खेलेपछि निरन्तर टी20 मा सक्रिय रहेका खेलाडीहरू केही दिनकै अन्तरमा ओडिआईमा स्विच हुनुपर्ने अवस्था छ। त्यसमाथि पनि 3 खेलाडी बाहेक अन्य खेलाडी टी20 कै टोलीबाट निरन्तरता पाएकाले त्यहाँ नेपालले ध्यान दिनुपर्ने विषय बन्न सक्छ। त्यस्तै नेपाली टोलीले ब्याटिङमा पनि ध्यान दिनुपर्ने देखिन्छ। पछिल्लो पटक लिग 2 खेल्दा ब्याटिङमा निकै सुधार भएको देखिएको थियो। सोही लयको खेल नेपालले सोही स्थानबाट सुचारू गर्नुपर्ने हुन्छ। टी20 फर्मेटमा लयमा नभएका ब्याटरहरूले संयमित प्रदर्शन गर्दै ओडिआई खेलको अवस्था बुझेर प्रदर्शन गर्न सकेको अवस्थामा नेपालले यो श्रृङ्खलाबाट महत्त्वपूर्ण 8 अङ्क नै बटुल्न सक्छ। विपक्षीको प्रदर्शन अनि हेड टु हेड। लिग 2 को तालिकामा हाल अमेरिका 20 खेलमा 28 अङ्क जोडेर दोस्रो स्थानमा छ। स्कटल्यान्ड 30 अङ्क सहित शीर्ष स्थानमा छ। त्यस्तै 16 खेलमा 12 अङ्क जोडेर नेपाल 7औं स्थानमा छ भने 16 खेलमा 6 अङ्क सहित युएई पुछारमा छ। अमेरिकाले हालसम्म 14 जित र 6 हारको नतिजा निकालेको छ। नेपाल र युएईसँग यस अघि पनि खेलिसकेको अमेरिकाले यस लिग 2 साइकलमा दुवै टोलीसँग हार बेहोरेको छैन। यस्तै युएईले भने 3 जित निकाल्दा 13 हार बेहोरेको छ। नेपालले ओडिआईमा अमेरिकासँग हालसम्म 8 पटक खेलेको छ, जहाँ नेपालले 4 खेलमा जित निकाल्दा अमेरिकाले 3 खेल जितेको छ, 1 खेल टाई भएको थियो। त्यस्तै युएईसँग नेपालले हालसम्म 15 पटक ओडिआईमा खेलेको छ। नेपाल 9 खेलमा विजय हुँदा युएईले 6 खेल जितेको छ। समग्रमा नेपालको प्रदर्शन कस्तो रहला कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिनुहोला। हस्त धन्यवाद।